hello everyone, welcome to my YouTube channel. अनि फेरि पनि न्यू डे न्यू ब्लग। आज त कहाँ जाँदैछु भन्दाखेरि गाइजहरू हैन, मधे गोकर्ण साइडतिर जाँदैछु है। आज स्कुटी ब्लग, पठाउ ब्लग के हुन्छ थाहा छैन मलाई है। अन्त धुन्द हिँडिरहेको छु म चाहिँ हैन। टक्क लाने माथि गोकर्णतिर गएर मिठो चिया खानु पर्यो हैन। आज चिया खाने मौसम छ क्या, टक्क लाएर हिँड्छौँ त गाइज है। पानी परेको यो मलाई हेलमेट नै ठुलो भयो क्या, मलाई हल्ले गर्नु छ। गोप्रोको के भन्छ अरे वेटले तल झारिरहेको क्या पुरा। अनि त्यो कस्तो हल्ले गऱ्यो कि हेलमेट, खै के भन्ने हो गाइज। अन्त यो म त यता गोकर्णको उकालो जाँदैछु गाइज है। हेर्न सक्नुहुन्छ पानी परेर छ्याल भयो है। आज स्लो राइड छु म। त्यही त हो नि गाइज, अब टक्क लाएर माथि जाउँ अनि भेटौँ ल। त्यही हो गाइज। अनि आज चाहिँ मैले मोटो भ्लग गर्दैछु है। कस्तो हुन्छ भिडियो हेरिदिनु होला। अब पहिला साइक्लिङ भ्लग गर्थ्यो भनेपछि आज चाहिँ मोटो भ्लग छ है। इन्जोय द भिडियो गाइज। अनि भिडियो हेर्नुहुन्छ दामी छ क्या हो। पानी पऱ्यो भने त बबाले हुने क्या फेरि। हेलमेटले साइको बनाइसक्यो मलाई यार। कस्तो हल्ले गरे कि ल हेर्न, आँखै छोपिन्छ। अनि यस्तो पाराले कसरी भिडियो बनाउने गाइज। गाह्रो छ हौ भ्लग गर्न नि, गाह्रो छ। अनि आज चिसो मौसम छ है। अनि टक्क लाएर अनि अङ्कलहरूले पानी लिन जाँदै हुन्छ। अनि त्यही हो मौसम हेर्न सक्नुहुन्छ है। A1 छ कि अघि खतरा पानी परेको थियो होइन है। बवाल त्यो मजा आउँछ। अनि हामीले साइक्लिङ जाने बाटो त्यही हो कि यो तारभिर माथिको छ नि। बवाल मजा आउँछ यार तर साइक्लिङ गर्दा नि। हेलमेटले त मलाई ल्याङ गर्दा है, म त फालिदिन्छु अहिले फेरि। साइको बनाइसक्यो यार हेलमेट, कस्तो चिप्लेको हौ। त खतरा भिडियो बनाउनु पर्ला, भ्लग गर्नु पर्ला भनेर निस्किएको त। त्यही माथि पानीले ल्याङ गर्यो। यस्तो ल्याङ गऱ्यो यार। म त के हेलमेट समातेर कुदाउने रहेछ कि। अनि अब गाइज वाट क्यान आई डु। गाह्रो छ हौ गाह्रो। अनि यस्तो दामी हेर्नु न, क्या दामी भ्यू छ क्या राइट। ओ माई गड बवाल छ हेर्दा। लुक्स भन्नु आएछ भ्यू। धेरै दिन भयो भ्लग नगरेको। अनि के बोल्ने थाहा नै हुँदैन क्या। त्यही हो, त्यहाँ गएर मिठो चिया खानु पऱ्यो। चिया खाएर भेट्छ त गाइज एकैचोटि। सो गाइज म चाहिँ चिया खाएर पनि निस्किसकेको छु होइन। अनि टक्क लाएर अलिकति हेर्नु कस्तो दामी भ्यू छ कि। अलिकति उतासम्म पुगेर आउनु पऱ्यो है। अनि यता हामी को आइएको थियो होइन, भिडियो याद होला होइन यो ठाउँ टक्क लाएर। ठिक छ गाइज, ठिक छ। त्यही हो अब एक्लै भिडियो बनाउँदै हिँड्दा छु गाइज है। के कस्तो हुन्छ हेरिदिनु होला। अहिले एकछिनमा भयो भने इन्डाइ पनि हान्छु होला सायद है। हेरौँ के हुन्छ गाइज है। इन्जोय द भिडियो। यस्तो दामी के भर्खरै पानी परेर है, यस्तो दामी भइरहेको क्या। तर टक्कलाई अलिकति छेउसम्म पुगेर आउँ न होइन, के छ र। अनि भिडियो एङ्गलले कस्तो आइरहेको होला है, मैले राम्रोसँग चेक पनि गरेको छैन गाइज है। जे जस्तो भयो नि हेरेर इन्जोय गरिदिनु होला। अनि घाम लाग्छ जस्तो भइरहेको है। यो बाटो हामी पहिला कस्तो म्यानुअल हाने जान्थ्यो यार साइकलमा है, केटाहरूसँग ठाडै बनाएर। बवाल मजा आउँछ क्या। अब पहिला तारिभिर जाने भनेको हामी यही बाटो हो कि, जुन यो छ नि यताबाट माथिबाट उकालो हो क्या। अनि त्यहाँबाट हामी माथितिर जान्थ्यौँ साइकल अब डोराउँदै कुदाउँदै होइन भनौँ न। पुरानो दिनहरू धेरै रमाइलो छ कि। अब केटाहरू अब कहाँ पुगिसक्यो है, सबजना आफ्नो ठाउँमा। अब त्यही त हो नि, साथीभाइहरू भनेको सधैँभरि सँगै हुन्छ भन्ने छैन नि त। समयले कहाँ पुऱ्याउँछ थाहा हुँदैन गाइज है। अब केटा हो धेरै अब तिमीहरूको याद आइरह है, मिस गरिरहेको छु है। भिडियो हेरेर इन्जोय गर। बवाल मजा आउँथ्यो तर साइक्लिङ है। हामीले पहिला यो बाटो थाहा थिएन कि। अब पछि बिस्तारै हामीले जुन त्यो साइकल तारिभिरबाट झर्छौँ नि,
हो त्यही बाटो चाहिँ उकाल्थ्यौँ कि हामी त्यहीबाट बोकेर लान थालेको थियौँ कि पछि चाहिँ नयाँ पहिला पहिला त सुरुमा त हामी यही बाटो यहाँबाटै उता कुनासम्म जाने त्यहाँबाट उकालो तर त्यो बवाल मजा आउँथ्यो कि केटाहरूसँग बवाल हेर्न क्या दाम भ्यू देखिरहेको क्या गाइस है अनि त्यही हो अरू त के बोल्नु र होइन अब धेरै पछि भिडियो बनाउनु लागिरहेको छु है अनि खासै के बोलौँ हुने कि अब अहिले एक्लै छु गाइस है टक्कलाहरू हेर्नु यस्तो दामी देखिरह भ्यूहरू टक्क यो उकालो पनि उकाल्दै जान्छौँ कि हामीले रेस भयो यार हाम्रो केटाहरूसँग कसले उकाल्छ यो उकालो भनेर बवाल यार बवाल दिवस बितेका दिनहरू धेरै रमाइलो थियो अनि यो बाटो पनि म्यानुअल हान्दै जान्छौँ कि हामीले कसले पो हो यार ऊ यहाँ तलनिर कुलले धन्नले हानिसकेको थियो क्या ऊ यहाँ तल क्या धेरै वर्ष अगाडि कुरो हो खासै याद पनि छैन त्यही हो गाइस फर्किनुपर्छ क्या हो यहाँबाट अनि यस्तो दामी के हेर्न अब जरै जताततै हरियाली है बाबाले मजा आउँछ अनि आजको कन्टेन्ट केही पनि छैन गाइस है अब हेर्दै जाऊँ भिडियो बनाउँदै जान्छु एकछिन के कसो हुन्छ होइन अब इन्ड्राइभ भयो भने इन्ड्राइभ पनि हालिदिन्छु है अब त्यही त हो नि गाइस अहिले त यस्तो अलिकति अब यतैतिर त्यहाँ सुमा बसेर चाहिँ ग्यास खाइयो अनि यतातिर आएको कि म चाहिँ अनि पहिलाको याद आयो नि त अब हाम्रो केटाहरूसँग कति दिनहरू बितायो है कृषि गरियो होइन त्यही हो तारीभिरको माथि उलिङ बाटो चाहिँ यहाँबाट हो क्या देखिहाल्नुभयो होला होइन अनि हामी यता खाजा खान्थ्यौँ यहाँनिर चना अन्डाहरू के खान्थ्यौँ है अब आन्टीले पनि बिर्सिसक्नुभयो होला अहिले हामीलाई त हामी पहिला प्रायः जस्तो त्यही खान्थ्यौँ कि खाजा अनि हामी एकचोटि यताबाट पनि गएको थियौँ यार एमटिभी ह्याङ भन्ने भाइसँग होइन यहाँबाट कि साइकल यस्तो बाटो होइन उता बोक्दै माथि लगेर झारेको थियौँ कि कहाँबाट झारेको थियौँ ऊ त्यो छेउबाट झारेको गाडी यादै छैन गाडी चाहिँ अनि हेर्छौँ चाहिँ यो बाटो नि खतरा म्यानुअल हानिन्थ्यो नि ओह्रालो त देख्नै हुँदैन थियो क्या त्यो बेला म्यानुअल गइहाल्थ्यो क्या यो बाटो झरेको थियो क्या हामी यता के भन्छ अरे बाल्लो खाने के भन्छ हो यता कपनको यो अनि यता हाम्रो के भन्छ अरे इन्टु भाइहरू हामी भाइहरू यता आएर जमसमहरू सिकिरहेको थिएँ है भिडियोहरू हेरेर हुन्थ्यो मैले यहीँनिर हुने केटाहरूले जमहरू हान्ने त्यही गाइस अहिले एकछिन भेटौँ भाइ त मेरो चाहिँ होइन पहिलो राइड आइसकेको छ है अनि जाँदैछु लोकेसनमा हेरौँ के कस्तो हुन्छ अब उहाँ चाहिँ एकजना लेडिज नै हुनुहुन्छ है अब खासै बोल्न त केही पनि आउँदैन यतिकै ल माथि पुग्यो हौ हेलो कहाँ हुनुहुन्छ हजुर कहाँ हुनुहुन्छ तपाईँ म यहीँ छु घर एकछिन बजारमा आए निस्किहालेँ ल यो फुटसल भन्दा कतापट्टि हो तल हो अलिकति अलिकति यो ढलङ्गा बाटो सिधा छ नि उकालोपट्टि हो कि त्यो एउटा ट्याक्सी राखेर त्यही रोक्नुमा आइहालेँ ए ल हुन्छ हस् तलबाट गाइस है हाइट ट्याक्सी राखेको भनेपछि कहाँ हो ट्याक्सी राखेको ढलङ्गा बाटो कहाँ हो गाइस
ट्याक्सी हेरेर भनेको कहाँ हो हेर्दैन त हौ भने हो खै गाइस हेर्दैन त हो गाइस के गर्ने हो ढलाङको बाटो भने यही त हो नि भनेको हो ट्याक्सी त अनि ट्याक्सी मिल्दैन कहाँ हो खै बवाल हिलो छ त हौ लोकेसन त फेरि यहाँको उमा देखाएको क्या फुटबल देखाएको मान्छेले कहाँ त्यही भएर सायद तपाईँ हो कता जाने हो लोकेसन फेरि यो फुटबलको देखाइरहेको थियो कुन माथि म यता माथितिर गएँ फेरि कता उयो उकालो जाने हो तिन चार तल माथि गरेँ मैले लोकेसन यहाँ फुटबलको देखाएको थियो कि फेरि कहाँ ढलान यो ढलान त अनि उकालो यता फेरि नयाँ हो म
रहेन तिम्रो होला नि एउटा राइड सक्यो गाइस है सो गाइस है आज भिडियो त यस्तै भइरहेछ मेरो है तपाईँहरूलाई कस्तो लाग्यो भिडियोहरू इन्जोय गरिदिनु होला अनि त्यसपछि त्यही त हो नि तपाईँहरूको माया सपोर्टहरू राम्रोसँग पाएँ भने मैले अब अर्को पालि नयाँ नयाँ भिडियो ल्याउने कोसिस गर्नेछु गाइस है पहिला पो साइकल थियो र साइक्लिङ भिडियोहरू टन्नै बनाउँथेँ कि अब अहिले त साइकल छैन केही छैन होइन त्यही त हो नि कहिले काहीँ स्कुटीको कहिले काहीँ हिँडियो भने होइन ट्याङ्क त्यस्तै त हो नि भिडियो भनेको जे होस् भिडियो बनाउँदै छोडिँदैन गाइस है साइक्लिङ छोडिन्न पछि गर्दा फेरि कन्टिन्यू गर्छु म है अहिले चाहिँ केही वर्ष केही महिना भनौँ न त्यसको लागि चाहिँ फुल्ली ब्याक त्यही त ब्याक त्यही अहिले छोडिरहेको छु पछि फेरि कन्टिन्यू गर्छु म गाइस है माया नमान्नु होला यो गाइस म त फेरि फर्किसकेको छु है अनि त्यही हो एउटा त इन्ड्राइभ गरेँ होइन अनि फेरि जुन अहिलेको बाटो आइरहेको थियो त्यही बाटो फर्किँदैछु गाइस अब घरतिर लाग्नुपर्ने हुन्छ घरबाट नि फोन आइसक्यो होइन खाजा लिएर आइज भनेर अनि तपाईँको लगाएर अब आज त्यति लामो भिडियो देख्न नबन्ला होइन लामो त लामै होला तर अब यत्तिकै क्या हावाटाना अब के कसो होइन थाहा छैन यत्तिकै बनाइदिएछ है त्यही हो गाइस अनि तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो होला कमेन्ट गरिदिनु होला गाइस है अनि म चाहिँ यस्तै टाइपको भिडियो बनाउँदै जान्छु होइन अब कहिले कमेडी कहिले फन अब कहिले सिरियस कहिले यस्तै मोटो ब्लग त्यस्तै अब हेरौँ कन्टेन्ट जे पाइन्छ त्यतै गर्ने हो गाइस है धेरै यो त अहिले उकालो आइसक्यो म आइसक्यो है गाइस यहाँ चाहिँ यस्तो टर्निङहरू छ है पहिला चाहिँ यता खुब भाइरल हुन्थ्यो क्या केटाहरू बाइकहरू कुदाउन आउँथ्यो क्या रन्काउँदै होइन हामी त फेरि साइकल रन्काउँदै आइन्थ्यो नि फेरि हामी पनि कम थिएन फेरि त्यो बेला अन्त यो अनि आजकल त धेरै टाइट गरेछ अनि त्यो भएर यतातिर केटाहरूको अब बाइकको चलपल छैन है अनि भ्यूहरू चाहिँ यस्तो दामी छ कि आम्मामा हेर्न क्या दामी उहाँ कालो उता पानी परेको है यस्तै बेला त नि घुम्न मन आउने भनेको अफरोडै धेरै भयो क्या हैट गाह्रो छ गाइस गाह्रो हाम्रो घरतिर पानी परे खाइ क्या हो यहाँबाट हेर्दाखेरि त्यस्तै देखिन्छ है यो टर्निङमा चाहिँ बिस्तारै जानुपर्दा जे जस्तो भयो नि त्यही हो गाइस भिडियो त यतिकै बनाउँदै जाने हो होइन के हुन्छ कसो हुन्छ आई डोन्ट नो अनि हावाको साउन्ड पनि खतरा आइरहेको होला कि फेरि है म साउन्ड त चेकै गरेको छैन माइक साइकहरू केही पनि छैन फेरि यसको है अनि यो चाहिँ हाम्रो प्रेम भाइको गोब्रो हो इन्स्टा 360 भन्ने अनि अस्ति त्यही साइक्लिङ गर्थ्यो नि त तारिफेर त्यो बेला चाहिँ म आएको थिएँ त्यहाँबाट दिन पनि अब बिर्सिया गरिदिन्छ कहिले के कता हिँडिन्छ कता के हुन्छ भिडियो त बनाएको छैन खास गरी त्यही पनि दिनै बिर्सिन्छु क्या त्यही हो गाइस है हेर्न क्या दामी उकालो छ कि यो त हट अब लाग्नु पर्ने हुन्छ कतिर बबाल मजा आउँछ तर आज मौसमले चाहिँ अलिअलि साथ दिया हो भनौँ अघि पानी परेर ल्याङ भएको थियो नि यार झन् भिडियो बनाउनु पर्ला है भनेर चाहिँ निस्किएको थिएँ म सबै तयारी भएर निस्किसकेको थिएँ है खतरा पानी परिरहेको कि अनि अहिले चाहिँ पानी यता परेको छैन उतातिर चाहिँ परेको रहेछ एयरपोर्ट साइडतिर परेको रहेछ क्या हो त्यही हो गाइस क्या दामी क्या आनन्द क्या है त्यो मौसम हेरेर त क्या
के दामी लाग्ने क्या मौसम त यतापट्टि क्या उज्यालो है उहाँतिर कस्तो पानी परिरहेको कि फेरि हेर्नु न आज मौसम नै बवाले छ गाइस हेर्नु क्या दामी देखिरहेको क्या तर क्रस फायर एकचोटिमा तारिक कुदाउनु मन छ यार क्रस फायर लगाएर है यही तारिक झार्नु मन लाग्यो क्या मलाई त लास्ट मजा आइरहेको लास्ट मन लाखा भनौँ न अब केटाहरू कोही छैनन् एक्लै गरेर झार्यो भने के गर्ने हौ केटाहरू भए पो मजा आउँथ्यो यो गाई झेन्सन हुन्छ यताको भ्यू यस्तो दामी देखिरहेको हेर्नु क्या बवाल क्या पानी परेर होला है यस्तो बवाल देखिरहेको होइन बसिरहनु त मन लाग्छ नि तर के गर्नु गाई ढिलो भइसक्यो कुनै दिन फेरि आउँला होइन आएर बस्नुपर्छ ल हेर्नु क्या दामी देखिरहेको क्या यो साइडतिर पानी परेको छैन यतातिर त पानी परिरहेको कि फेरि अझ अलि इन्जोय गर्नु पर्ला भनेको अलिकति बाटो पनि भएन क्या गाइस है अब भिडियो एङ्गल पनि कस्तो त्यो पनि थाहा छैन मलाई अन्धाधुन्ध बनाइरहेको छु भिडियो मैले होइन अनि जाडो जाडो भइसक्यो अब जानुपर्ने हुन्छ घरतिर गाइस है यो बाटो नि खतरा मेहनत हानिन्छ या तर है लास्ट साइकल कुदाउनु मन लागिरहेको हौ तर एक्लै नि के कुदाउनु के साइकल त मिल्छ कि होइन एक्लै कुदाउने मजा आउँदैन क्या फेरि यहाँबाट नि यस्तो ठाडो बनाएर उडाइन्छ कि यस्तो बवाल मजा आउँथ्यो गाइस है आहा यो बाटो मजा आउँछ नि गाइस मजा आउँछ बिचमा फेरि ढलानको बाटो छ क्या तर आजभोलि के भन्छ अरे नियम कानुन पनि क्या कडा ल्याएको क्या फेरि के भन्छ अरे अब यो सिटहरू काट्ने हुन्छ नि बाइकहरू गाडीहरूमा होइन अब गाडीहरूमा त खासै देखाएन बाइकमै हो क्या अब यो त अब सोचेर भने हो कि अब बाइकलाई मात्रै टार्गेट गरे है के हो बुझ्न गाह्रो छ गाइस है मान्छेहरूको के भन्छ अरे अब बाइक हुन्छ अब त्यही पुरानो भनौँ न अब त्यस्तै अब 50-60 हजारको बाइक हुन्छ होइन अब पछि इनड्राइभरहरू हुन्छ इनड्राइभ गर्ने भनेर लिइरहेको हुन्छन् होइन अब उनीहरूलाई अब 60-70 हजारको चिट गाडिदिन्छ कि अब त्यस्तो गऱ्यो भने बाइक अब बाइक दिने कि पैसा दिने यस्तो छ होइन क्या ल पैसा लिए ठिकै हो होइन तर यो बाटो हेर्नु हुन्छ यो बाटो पनि परिवर्तन हुनु पऱ्यो नि त बाटो फाल्टै खाल्टो छ जता हेर त्यतै खाल्टो छ बाटोमा पैसा इन्भेस्ट छैन फेरि कुनै ठाउँमा हो राम्रो भनेको नत्र बाटो सबै उइसक्यो नेपालको बाटोहरू जहाँ गयो नि त्यही हो त्यही भएर भन्न चाहन्छु सरकारलाई है दाजु टोलाएर बसिरहेको छ नि एकचोटि गरेर भइदिनुपर्छ क्या हो ओ साउजी चिन्नुभयो नि अझै चाहिँ ठिकै छ सो गाइस मैले यता साइकल पालबाट निस्किसक्यो है अनि अब घरतिर लाग्दैछु अनि पानी चित्ताइसक्यो पानी परिसक्यो गाइस है पानीले भिजेर चाहिँ ब्याङ्किङ हुन्छ अब घरतिर जानु पर्ने हुन्छ गाइस त्यो साथमा चाहिँ बवाल मजा आयो होइन एक्लै राइड गर्दा नि मजा आयो
पुरानो दिनहरू सम्झिँदै होइन त्यही बाटो हिँड्दै जाँदा क्या मजा आउने क्या यस्तो छ नि गाइस